हेलो गाइस वेलकम टु माई मिनी ब्लग। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ म तपाईँहरूलाई मन छुने कुरा भन्नु आँटेको छु होइन। यो चाहिँ तपाईँहरूको लागि सानो कुरा पनि हुनसक्छ, तर मेरो लागि चाहिँ ठुलो कुरा हो। किनभने आज चाहिँ म घरमा बसिरहेको थिएँ। मम्मी चाहिँ बजार जानुभएको थियो। मम्मी सन्चो पनि छैन। अनि हाम्रो घरमा अहिले माहौल पनि ठिक छैन। बाबा पनि बिमार, म पनि बिमार होइन। मेरो पनि पोस्टमार्टम चल्दैछ होइन। यताउता यताउता मलाई गर्दाखेरि मेरो नानी जाडो महिना आइसक्यो मेरो सानो छोरीको लागि होइन। एकदमै बिर्सिसकेको थिएँ, कपडा पनि छैन जाडोको। अनि मेरो मम्मीले चाहिँ ल्याइदिनु भएछ क्या। अनि कस्तो माया लाग्यो क्या। अरू बेला पनि ल्याइदिन्छ होइन। मेरो छोराको लागि पनि छोरीको लागि पनि ल्याइदिन्छ। कहिले बिर्सिँदैन क्या। अब जाडो महिना आयो, नानीको जाडोको कपडा छैन भनेर चाहिँ ल्याइदिनु भएको रहेछ। भन्छ नि आमा भनेको, आमाको जग्गा कसैले लिनु सक्दैन क्या। त्यसरी नै मेरो आमाले मेरो पल पल, मेरो हरेक कदममा, मेरो हर स्टेपमा मेरो सहारा, मेरो एकदम हिम्मत बनेको छ क्या। यो सिचुएसन जब म उदास हुन्छु होइन, जब मेरो हातमा के हुँदैन, हरेक स्टेपमा मेरो एउटा मम्मी मात्र हुनुहुन्छ होइन, जसले मेरो हरेक कदममा मेन्टली, फिजिकली, स्पिरिचुअली सबै तरिकाले मेरो मद्दत गरेको छ क्या। म कहिलेकाहीँ बिर्सिन्छु होइन कतिवटा कुरा, तर मेरो मम्मीले मेरो नानीहरूको लागि सबै थोक प्रोभाइड गरिदिइरहेको हुन्छ होइन। त सायद नै होइन, मलाई यस्तो लाग्छ क्या, भाग्यमानी हुनु भनेको धन सम्पत्ति हुने भएरै भाग्यमानी होइन्छ भन्ने छैन क्या। मैले जो मेरो आमा पाएको छु होइन, म गर्व फिल गर्छु क्या। अनि मलाई मेरो आमाले मलाई जति गरेको छ, मेरो नानीहरूको लागि जति गरेको छ होइन, त्यसमा स्वार्थ छुपेको छैन क्या। जब पनि मेरो आमाले मेरो नानीहरूलाई माया गर्छ नि, त्यसमा म कहिले पनि स्वार्थ देख्दिनँ क्या। त्यही भएर म जब मेरो नानीहरू मेरो आमासँग हुन्छ, म ढुक्कै हुन्छु, म खुसी हुन्छु क्या। किनभने मलाई थाहा छ मेरो आमाले मेरो नानीहरूलाई हेरेको बदली कहिले पनि एक्सपेक्टेसन राख्दैन क्या। अनि त्यही हुन्छ क्या एउटा आमा भनेको। त्यही भएर चाहिँ म मेरो आमामाथि फुल अन भरोसा गर्छु। अनि जब पनि मेरो नानीहरू मेरो आमासँग हुन्छ, म एकदम ढुक्कै हुन्छु होइन। मलाई मेरो मम्मीमाथि त्यति भरोसा छ, किनभने मेरो आमाको जग्गा सायद नै कसैले लिनु सक्छ होइन। र मेरो आमा, मलाई यस्तो लाग्छ मेरो आमाले जति मेरो लागि गरेको छ, म 100 गुणा फर्काम मेरो आमालाई जस्तो लाग्छ होइन। अनि म जब पनि मलाई जीवनमा केही चाहिँदैन, मलाई जीवनमा मेरो आमाले जति गरेको छ त्योभन्दा 100 गुणा फर्काउनु सक्ने प्रभु मलाई तागत दिनु, म हमेसा त्यति नै चाहन्छु होइन। मेरो आमाको खुसी। अनि म यति सक्सेसफुल हुँ कि म मेरो आमालाई हरेक खुसी दिनु सकूँ क्या। मलाई यस्तो लाग्छ, किनभने मेरो एउटा आमा नै मेरो हिम्मत, मेरो बल, मेरो तागत बनेको छ क्या। जब म जिरो छु, जिरो थिएँ होइन, हरेक सिचुएसनमा मेरो मात्रै होइन मेरो नानीहरूको पनि तागत हो क्या मेरो आमा होइन। फर्स्ट म परमेश्वरलाई अगाडि राख्छु, सेकेन्ड म मेरो आमालाई राख्छु क्या। मेरो आमाले मेरो मेरो नानीहरूको लागि जो कदम, जो स्टेपहरू लिएको छ नि, त्यसको बदली मेरो आमालाई, त्यसको बदली मेरो आमाले सोच्दैन क्या। त्यसको बदली मैले एहसान गर्नुपर्छ भन्ने त्यस्तो सोच राख्दैन क्या। अनि त्यो स्वार्थहीन माया जो मेरो आमाले मेरो नानीहरूप्रति गर्छ, त्यस्तो सायदै यो संसारमा कसैले गर्दैन क्या।
स्वार्थ नै छैन, मतलब एक्सपेक्टेसन नै छैन, तर पनि माया गरिरहेको छ होइन। अनि म जिरो छु अहिले, तर पनि मेरो आमाले केही एक्सपेक्टेसन गरेको छैन, मायै गरिरहेछ होइन। अनि म गडलाई प्रे गर्छु कि एक दिन म यति एबल हुँ कि मेरो आमाको हरेक सपना पुरा गर्नु सकूँ, हर एउटा खुसी दिनु सकूँ होइन। गडलाई मेरो यति नै मेरो इच्छा छ, मलाई यति एबल बनाउनु कि म मेरो आमाको आँखामा खुसी देख्नु चाहन्छु, गर्व देख्नु चाहन्छु, मेरो कारणले मेरो आमा प्राउड फिल गरेको देख्नु चाहन्छु होइन। मेरो जीवनमा त्यही छ क्या, किन मेरो हरेक स्टेपमा साथ दिने होइन। मैले भनौँ भने मेरो आमालाई यति साल मैले होइन बिहा गरेदेखि मेरो आमालाई कहिले पनि केही सरप्राइज दिएको छुइनँ होइन। अहिलेसम्म मेरो आमाले नै मलाई हेरिरहेको छ, मेरो हिम्मत बनिरहेको छ। मैले केही दिएको छुइनँ, केही गरेको छुइनँ, न केही बन्नु सकेर उसलाई खुसी दिनु सकेको छु। तर म हमेसा गडलाई प्रे गर्छु क्या, मलाई यति एबल बनाउनु कि म मेरो आमालाई प्राउड फिल गराउन सकूँ, खुसी गराउन सकूँ होइन। मेरो आमाको इच्छा पुरा गर्नु सकूँ होइन। मेरो आमालाई दुनियाँको सबैभन्दा खुसी नदिनु सके भए पनि त्यो खुसी जति सक्दो त्यति दिनु सकूँ होइन। मेरो आमालाई अरू मेरो तर्फबाट केही पनि त्यस्तो छैन। प्रभु, म हमेसा प्रे गर्छु मेरो आमा सधैँ खुसी होस् होइन। अनि जसरी मेरो आमा अहिले मेरो हिम्मत बनेको छ, आउने दिनमा म पनि मेरो आमाको हिम्मत बनौँ, म पनि कुछ गरेर देखाऊँ, म मेरो आमालाई गर्व फिल प्राउड मुमेन्ट गराऊँ एक दिन, त्यस्तो फिल लाग्छ क्या। थ्याङ्क यू मम्मी, थ्याङ्क यू फर एभ्रिथिङ द्याट यु हेभ डन फर मी एन्ड माई चाइल्ड। आई लभ यु सो मच मम्मी, सो मच। यो चाहिँ मेरो आमाको लागि, तपाईँ मेरो लागि सबैभन्दा माथि छ आमा, एन्ड आई लभ यु सो मच। Thank you for watching my video.